यता के यता माथि भैँसीको गोबर फाल्नेदेखि लिएर हेलो एभ्रिवन वेलकम ब्याक टु आवर न्यू भिडियो। आज चाहिँ हामी फेरि पनि नयाँ प्र्याङ्क लिएर आइसकेका छौँ। हाम्रो पछाडि देख्न सकिन्छ टुर्की र हाम्रो चाहिँ सुदन भाइ छन्। कस्तो छ भन्दाखेरि आजको प्र्याङ्क चाहिँ पहिलाको एउटा प्र्याङ्क बच्चा चोरवाला प्र्याङ्क थियो, त्यो चाहिँ हामीले यो च्यानलमा राख्दाखेरि त्यो चाहिँ डिलिट भएको थियो। त्यो भएर नयाँ प्र्याङ्क आज यो च्यानलमा आउँदैछ, बच्चा चोर प्र्याङ्क नै भनेर एउटा चाहिँ जनचेतनामूलक पनि होस् र रमाइलो पनि होस् भन्ने दुवै पक्षका साथ हामीले लिएर आइसकेका छौँ। हजुरहरूले पुरा भिडियो हेरेर साथ दिनु होला। हामी अब स्टार्ट गर्छौँ है त। त्यो अगाडि बस, सँगै लगेर जान्छौँ। अगाडि बस, खोला 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 सिकाइदे हामीलाई कहाँनिर हो पनि हो कुटे जाने सिकाइदियो है हामीलाई। नजिकै नजिकै हो त्यो ताना त भोगा त्यसै त भयो। राजमुर चोक जानु नि ह राजमुर चोक हो। तिम्रो कता हो त? हाय उठै हो त्यही हो। बस हाम्रो बस भर्खर आइरहेको यार, हाम्रो बस हो यार। अर्को बस यसको पछि पछि जानु, यसको पछि पछि जानु केही हुन्छ। खलासीले के हुने होला यार, खलासीले के हुने होला, खलासीले के भने होला, के भने होला खलासीले? भर्खरै आफ्नो बस आइरहेको हो नि। यही बसको सिटी जानु। नहीं सारुण के यहाँ कुछ तो गड़बड़ है। हेलो हजुर हजुर दुईजना बसिसक्यो नि गाडीमा। हजुर ल्याएर आउँदैछु ल। इन्डियाको बस त्यो ट्राफिकमा त्यो रोक्न भन न। ल ट्राफिकमै लिएर आउँछु म। ओके भाइ। तुलसीपुर चोक, तुलसीपुर चोकमा गयो भने जान्छ। तुलसीपुर चोकमा जाऊ। ल अब ट्याक हामीसँग जाने है। इन्डिया इन्डिया इंडिया 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 से आया तेरा दोस्त दोस्त को सलाम करो। के हुन्छ र इन्डिया? घरमा गइरहेको छ। इन्डियाको कुरा हो। कति तिम्रो एज हो भन त? उता टिपाउ त पछाडि कति हो तिम्रो वर्ष? कति हो नौ तिम्रो? नौ 9 वर्षका भने उसले पनि 9 वर्षै ठिक्क हुन्छ कि। मुझे इंडिया मुझे इंडिया जान्न इंडिया कहाँ हुन्छ त्यस्तरी? कुरो भइसक्यो, हाम्रो डिल भइसक्यो त। यतै बाटो जान्छ। यतै हो नि। जा तुलसीपुर चोक तिमीलाई गाडीमा बसाल्नु ल, अनि हामी आइहालौँ भाइले। किन हुन्न? त्यस्तरी त हुँदै हुन्न नि। हेलो किन लाग्दा गोगलीबाट बसालिदिने हो र दाइ? त्यो के भन्छ गाडी कहाँ छ भन्नुहोस् त? हामी भेटाइसकेका छौँ कि दुईटालाई। ल हामी उनी लगेर आउँछौँ, लिएर आउँछौँ। ल हिँड के छिटो छिटो स्पिड लगाऊ अलि। कहाँ होला यार? कुरो सब डिल भइसक्यो, सबै फाइनल भइसक्यो। 3 लाख आउँछ नि हामीलाई तीनजनालाई। 3 लाख आउँछ नि हामीलाई तीनजनालाई। पैसा ही पैसा होगा। 3 लाख आयो भने भइसक्यो। किन हो न? रिमोटबाट लगाइदियो। यहाँ मोबाइलबाट खोल्छ त्यो त। उतै लग माथि माथि हो। सामान्य काम हो। उता गएर त्यही गोबरको भैँसीको गोबर फाल्नेदेखि लिएर यता जाम यता 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 जाम यता यता होइन यता के यता
भाइ रुको रुको यहाँ पुरै लगाइदिनु त्यहाँ बहिनी लगाइदिनु न भन्नु पर्यो कि त तिमीहरूलाई दौडी खान भन्नु पर्यो कि यताबाट जाम न केटा कस्तो भाइ पुरै फाँक भयो क्या अहिले चाहिँ भाइहरू भागिसके त्यो भएर हामीले यहाँ ठ्याक्कै उनीहरूलाई चिनेको भाइहरू भेटायौँ एउटै स्कुलमा पढ्ने उनीहरूको घर चाहिँ जानु पर्यो यसो सर र बुझाउनु त पर्यो फेरि होइन चिने खाऊ नि भाइहरू होइन तिम्रो घर नजिक हो मेरो घरको नजिकै हो भाडामा बस्छन् भाडामा हो कि आफ्नै घरमा हो ल ठिक छ हिँडौँ न त तिम्रो आफ्नो मान्छे पऱ्यो ऊ त्यहाँ हुनुहुन्छ अरे त बाउ हो कहाँ छ यो दाङमा टुर्कीको आफ्नो मान्छे थारू चाहिँ सब आफ्नो मान्छे हुँदो रहेछन् मतलब चिना मान्छे हो नि भइसकेका त्यो हाम्रो गोटाहरूको त्यो हुन् के ससुरा बगान बोलाउनु बुच्चीहरूलाई जाने त्यही आफ्नै मान्छेको रहेछ त जामा अब कहिले काहीँ रमाइलो पनि हुन्छ फेरि माहौलमा हामी केटाहरूलाई रिभिल गर्न जाँदैछ प्र्याङ्क हो भनेर केटा थाहा पाएन नि यार खै यहाँ पठाइदिनुहोस् त ए बाबु के रे चुकु लाएर टोइलेटमा पसिगयो हिरोइन लान्टलै त पुरा ठिक्क कगलाहरूलाई प्र्याङ्क भिडियो है जिन्डर कगलाहरूलाई लट्ट गाडी खोल्के त भाग गिलो लड्का त काम गरेँ कि बल्ल आयो बाबु बाहिर पुरै भिजा यस्तो क्या यहाँ त म तिमीलाई केही गर्दैन कि कस्तो भनेपछि तिमीले हामीसँग गाडीमा चढे जस्तै अरू मान्छेसँग कहिले काहीँ कुनै बेला कसैले यस्तै अन्जानमा चाहिँ चढायो भनेपछि चढ्नु हुँदैन है बाबु यस्तै अपराह्न हामी त राम्रो सधैँ मान्छे हो भोलि बिहान कुनै यत्तिकै मान्छेले त लग्न पनि सक्छ त्यो त होइन अन्जान गाडीमा त त्यसरी कसैले जाम भन्दा बित्तिकै गइहाल्ने चाहिँ गर्नु हुँदैन भनेर एउटा राम्रो चिज सिकाउनको लागि पनि हो कि कुरो बुझ्यो किनभने हामीले उनीहरूलाई एकचोटि जामै भन्दा उनीहरू चढिहाल्यो कि जाम त त्यही त नचिनेको गाडीमा चढ्ने भन्नु प्राइभेट गाडीमा त जे पनि हुनसक्छ नि हुन्छ त्यो त उनीहरूले लिफ्ट मागेर उनीहरूलाई धौपाएर उनीहरूले मागेको भए छुट्टै कुरा हो हजुर हामीले चाहिँ ए बाबु हामी 3 जना छौँ केटाहरू ए बाबु हिँड त कहाँ भन्दा केटाहरू बसी के हुन्छ अझै चिनेन के लागल उहाँ भइसक्यो के बिरबल मौसा हो बिरबलहरू गोरे बिरबलको त्यो सानबा ए दाल ढोक गर्न परिहाल्यो 3 जना लास्टमा राम रेस्पेक्ट सुदानलाई कसैले ढोक्यो प्र्याङ्कमा परेछ आफ्नै भाइ परेछ आफ्नै भाइ परेछ प्र्याङ्कमा फाइनली गाइस तपाईँहरूले हेर्नु भएर सबै सम्पूर्ण यो सिनारियोहरू मैले सबै देखाएँ होइन यसो बुझ्दै गएको त लास्टमा तुर्कीको आफ्नो मान्छे पर्नु रहेछ लास्टमा होइन यो दाङ जिल्लाभरि यसो हेरेको तुर्कीको थारू समुदायमा तुर्कीको आफ्नो मान्छे नपर्ने नाता नलाग्ने कोही पनि रहेनछ कि त्यस्तो खालको माहौल देखियो यहाँनिर लास्टमा त उसले ढोकिदिरह्यो भने त्यो भएर हामीलाई एकदमै सहज पनि भयो त्यहाँनिर अनि त्यस पछाडि अर्को कुरा भनेको हाम्रा पुरानो भिडियोहरू हजुरहरूले हेरिदिनु होला त्यो भयो भने हामीलाई 100K पुग्न एकदमै सजिलो हुन्छ पुरानो भिडियोहरू बुस्ट भएर जान्छ होइन अनि त्यस पछाडि सब्सक्राइब सबैजनाले गर्नु होला हामी 100K को एकदमै नजिक छौँ हजुरहरूको साथ सपोर्टले एकदमै राम्रो हुन्छ अनि अर्को भनेको हाम्रो तुर्कीको च्यानलमा पनि अब दामी प्र्याङ्कको बिहाइन्ड द सिनहरू आउँछ त्यसमा हामीले हाल्ने प्रयासमा छौँ र आइ पनि रहेछ कतिवटा चिज पहिले पनि आइसकेको छ त्यो पनि गएर हेर्नु होला मेरो अर्को च्यानल छ यो चाहिँ भ्लग रिलेटेड च्यानल अथवा चाहिँ भोलि बिहान अलि राम्रो कन्टेन्टहरू यसबाट पनि आउन सक्छ त्यो भएको कारणले त्यसलाई पनि गएर सब्सक्राइब गर्नु होला पहिला पनि केही भिडियोहरू छन् त्यसमा अनि हाम्रो सुदन भाइ आज हामीलाई यत्रो सपोर्ट सुगाउन थप्न आएको कारणले गर्दा यति राम्रो
यो प्र्याङ्क मात्रै प्र्याङ्क त एकदमै छोटो भएको छ तर यो होल स्टोरी होल सिनारियो यो हामी त्यहाँबाट त्यो माहौल रियल टाइम सिचुएसन देखाउँदाखेरि चाहिँ बल्ल यो हाम्रो भिडियो चाहिँ पूर्ण भएको जस्तो भयो त्यो भएर हामी त्यहाँ घरसम्म पुग्यौँ के गर्छ केटाहरू यार अनि त्यही नै हो आजको भिडियो नै हामीले यहीँ नै रेन गर्नुपर्छ यदि भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला थ्याङ्क यू फर वाचिङ साइनिङ आउट बाई